हेलो नमस्कार म चाहिँ रुममा छु मेरो दाइ कता नआगे कहिले रुममा हुन्नन् बिदाको दिन चाहिँ काहीँ न काहीँ हिँडिहाल्छ नि क्या टक्क काहीँ न काहीँ जानु परिहाल्छ बस्दैन म पनि दाइलाई खोज्दै जाने हो कहाँ छन् त्यत्तिकै भेटघाट गयो होइन मेरो रुममेट दाइ कहाँ पुगे एकछिनै बस्दैनन् है यस्तो छ त यस्तै हो होइन मेरो यस्तै हो म बाइक खोज्दै जानेवाला छु भर्खर नुहाएको कपालमा त सुकेकै छैन यस्तै हो एउटा गाडी किन्नु पर्ने मैले भ्लगबाट पैसा आयो भने गाडी किन्ने हो त्यही भएर सब्सक्राइब गर्नु लाइक गर्नु कमेन्ट गर्नु सब्सक्राइब जतिको ततिमा अड्की गए है सब्सक्राइब गरेर मेरो पैसा कमाउन थालेदेखि म 1000जना सब्सक्राइबर पुर्याउन पाएदेखि गाडी किन्नु हाउडे कुरा गरेर कसले हेरिदिने त मेरो ए मेरा दाइ कसलाई गफलाउँदै हो पख्नु कपाल काट्नु गएको कहाँ त्यहाँ बिजी छ कति छन् मान्छे टन्नै छन् ले ए प्रभु म त फोनमा गफ लगाएर मात्र बसेको होला नभनेको ए प्रभु कति छन् र मान्छे त्यहाँ दुईटा कपाल बुढाहरू के कपाल अघितिर नआएका कपाल घाट्न गएर बुढी त म साइडलाई अघितिर कपालै थिएन मैले नि पछाडि चाहिँ यस्तो चाहिँ यहाँनिर यो घाँटी चाहिँ मिलाइदिन्छ नि कि भनेको दाइ आउँदै आएन नि त खाली भइगयो नि कपाल काट्नु मान्छेले कुरा गरेर हुन्छ हुन्न दाइ आइपुगे कपाल काटेर खै उता घुम्नु 15,000 राम्रो छ है दाइ खै उता घुम्नु त राम्रै छ हौ यस्तै हो कोरियामा यहाँभन्दा कस्तो चाहिँ काट्छ छिनन्दाल मार हानुन गर्दैछ नेल बुथा मेगजुवान मास्य फाँसी मास भिडियो सारा भ्लग नवा आरा आन्फास युट्युबे सब्सक्राइब एउटा गर्नु पर्छ खै त यसको घर सब्सक्राइब गराइहाल्नु यो म अमीर ब्लग्स यांजे ब्लॉग है नावा यो तो शॉर्ट्स अमीर ब्लॉग्स मजा सब्सक्राइब मजा भिडियो इस मान्छ न इस तिम्रो ब्लग इस इन्सुले हान नयो हजुर यिनेन थिएछ जान्छ न नेपाल साराम थाहा खाजा कति खायो आमु गर्न मारे जग्गा चल्लायो नापुनको भात चल्ला छौनको मान बोल्लायो ए खाजा खिन्छ के फुल आरा तेगा भिडियो माना त्यसले हेर एउटा थपी आयो दाइ अटाउन जानु पनि मन परिपरेर सक्ने भयो मेरो भ्लगमा नि रेकर्ड पनि के गर्नु मन परिरहेको बोल्दैन नि यो कम्पनीको पछाडि रहेछ है यो त्यो अगाडि देखिने कम्पनी ए जङ्गल हो जङ्गल घाँस देख्दा घाँस काट्न हिँडिरहेको छौँ हामी घाँस आरा घाँस काट्न हिँडिरहेको छौँ हामी त्यो नाइट वाक यसो मर्निङ वाक जस्तो मान्छे नहिँडेर चाहिँ घाँस पलाएको छ क्या दाइ ओ
बाटो बेलुका पनि रहेछ तल पार्क नि पर जाने बाटो रहेछ यहाँ रहेछ माथि के रहेछ पहिले हेरौँ हाइवे रहेछ भने तलतिर जाने यही त हो नि होइन अब यस्तै हो केही छैन जिन्दगानी होइन यो कपाल पनि लामो लामो हुँदै जान्छ कि भनेको जति पारे पनि बढेको त थाहा नै हुन्न उत्रै देख्छु बाँधौँ सर्लक्क पछाडि लगेर भनेको मरि काट्यो होला जस्तो छैन यो त कहाँ एग्रीमा जाने बाटो एग्रीतिर जाने बाटो जस्तो छ कप्चेरो यता त के रहन्छ यता तल के छ त म तपाईँहरूलाई कोरियाको ठाउँहरू एक्सप्लोर गराउनेवाला छु भन्नु कि के रहन्छ त वाउ यहाँ बाटो रहेछ तल जाने उता केही पनि छैन यता फर्स्ट य기 भिडियो도 있어 사진만 안 했어 자기서 밑에 가는 것도 있어 이거 그냥 아주 이게 많아 가자 어디 가 먹라 मलाई त भोक लाग्यो आरा भोक लाग्यो गएर रामेन बना यही आरा बाँदरे दाजु रुख चढ्दैछन् भोक लाग्यो भनेको बुढाले बुढीलाई माया छोराले बाउ आमाले छोरालाई माया गरे जस्तै गरेर मलाई आरु टिप्न रुख चढी गए खाऊ बाबु खाऊ खै 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 अनि खुन्याङ हान्दे साँच्ची आरु हो अघि त्यहाँ खाएर आएको यो आरुकै हो त आलु बखरा म त आरु बखडा चाहिँ भनेको आरु हो यो आलु बखरा हाम्रो नेपाल आरु आरु बखडा छ र यहाँ आरु हो क्या यहाँको यो मौसमले गर्दा हो र फरक गराएको मिठो अति मिठो भयो जानु घाउ आएको थियो ओठमा पोलेको यसले अमिलोलाई फेरि भाषा मैले त झन् टोकिदिएँ यसो झन् टोकिदिएँ फोको आएको थियो क्याप टोकिदिएको अहिले यस्तो आएको फोको आएको थियो टोकिदिएको त्यही त हो नि मलाई फोको आएको दुख्दैछ म त टोक्थेँ फोकोले कस्तो अप्ठ्यारो पराएको टोकिदिएको म त टोकिदिएँ जाउँ यतै फर्किँदै भोक लाग्दै म चाउचाउ उठ्नु खाजा महादेव खाजा यो पनि आरु पनि टेस्ट गरियो तर खोर्पानी खालको टेस्ट आयो यो पहेँलो एउटा रातो भाइ आउनु कस्तो बोल्नु आउनु के पर्दैन आउनु कि आउनु छोड्दिनु दाइ आउनु धेरै चाहिँदैन टेस्ट गर्ने भयो नि ओए थाहा सोध्नु र मगा त्यस्तो हुमेङ सुन गरे साराम आज पाखमा आएर नि रक्सी खानेवाला हुन् एक नम्बर दुई उल्टो भयो एकछिन एक नम्बर दुई नम्बर मिल्यो फर्स्ट मिल्यो सेकेन्ड म लास्ट हो कि होइन हो भन्नु यार अहिलेलाई मिल्यो पहिला मिल्यो नेपाल माल हो फेमस छ उरी नापुन माल त यागी हाल्छ थाहा फेमस थाहा आरा बाजा इरक्के चिया नेपाल सारा मान्छे
यांशू한테 보내줄게. यांशू. भाउजू. 와이프한테 보냈어. भाभी आणि भाऊजी भाभी इंडिया. इंडिया 우리 भाउजू. बङ्गलामा 뭐해? भाभी भाभी इंडिया इंडिया 똑같대. 우리 भाउजू. ये छिर्छ भन्दै मेरो दुई शब्द हिँड्दै गर्दैछु. पागल पागल नुको पागल म कसरी पागल ठकै पागल ब्लगर के त पागल छ भ्लगर थाहा पागल छेका छिकुमकाजी भ्लगर आनीको सारामदुल हप्छ सब्सक्राइब हाने छिकुम ओ सिफाल नि सिफाल मजा सिफाल ओ सिफाल सिफाल ओ चल्ला सिफाल बेनिफियाबाट यो 저기 두 명이 술 먹고 있어. 여기 제가 댄스 하고 있어. 생각 댄스 봐. 술 먹고 여기 댄스 못해요 제가. 그냥 노래 이렇게 하는 거. 알아? 몰라. 저는 몰라. 비에만 कसरी नाच्ने भन्ने त बिहामा किन नाच्नुपर्छ आफ्नो बिहामा नाच्नु आफ्नै बिहेमा त त्यही त भनेको त थोरै हल्लिनन् पनि ए मायालु आरा डान्स आरा 진짜 알아? 제가 이렇게 해요 그냥 आफ्नो नाच्नु 몰라 구타움이 몰라 이렇게 알아 구타움이 몰라 अनि 이런 거 찾은 사람 डान्स 잘할 수 있어 배우면 제가 댄스 필요 없어 돈 필요해 अनि 이런 거 면접할 때 네번이 맞아 네번일 때 가서 여자 친구 더 만들 수 있어 에 여자친구 많이 필요 없어 왜 왜죠 왜 알아? 우리 다음에 이렇게 볼 수 없어 다음에 나이 많이 있을 때 봐야 돼아 제가 처음에 이렇게 있어 이렇게 이거 때문에 제가 다 올라요 유튜브 다음에 봐 니도 나라 있으면 다 하나 비디오 있어 아미르 봐 여기 이렇게 소주 먹었어 이거 봐 네? 지금 있어 지금 몰라요 이거 몰라요 진짜 몰라요 아미르 행 유튜브에 없어 자 이걸로 없어 걱정하지 마 이거 몰라요 진짜 여기 저 사진도 잘 나와 그 비디오도 잘 나와 이렇게 스파 화면도 잘 नावा 맞아? मलाई चाहिँ केही हुन्न यो बियरहरू के अस्ति हालेको छ केही हुन्न रोसी तपाईँले हेरेकै छैन रोसी खाएको एउटा जस्तो अगाडि तपाईँहरूमा त्यो माटमा गएर खाएको रोसी खाएको मैले कफी खाएँ भने म त यो गरेर उठाएको छु धेर चाहिँ हालिनँ वाउ 어제 오늘 방라에 비어 뭐야 이거 다 짬라 भैँसीको छाला हार ओरिजिनल एउटा दमा मात्र गर्नु पर्छ यसलाई एउटा दमा अरू केही चाहिन्छ क्या सुहाउँछ कि माथि छाला भैँसी भैँसी आएर मैसी हो 이거 मैसी 아니고 주 मैसी अनि भैँसी बिसी आएर 알아요 सो आ냐 ब्ल्याक सो ब्ल्याक सो ब्ल्याक सो यिनले बुझाएका फेरि ब्ल्याक सो पाडा इसारा नि फेरि इसारा दिदी पाडा वाइफ पाडा वाइफु बिसी भैँसी